गाइस यहाँ हेर्नुहोस् होला मैले चाहिँ के लगाइरहेको छु छुट्टी हो भन्छ गाइस आज के हो भनेर चाहिँ यताबाट जान्थ्यो नि दार्जिलिङ मोड यो त बन्द भएछ हो अब आज को जान्छ भगाएर ल्याएको कति बजी पो ल्याएको कहाँ आई लभ रहेछ सिधा आयो उडेर यहाँ हेर्नुहोस् न वाह दामी है तो चलिए शुरू करते हैं। हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला है। म पनि एकदमै सन्चै छु। अन्त म चाहिँ छिटो उठेँ आज चाहिँ, किनकि आज उसको मेरो बुढाको चाहिँ 10 बजी ड्युटी हो भने मलाई चाहिँ छिटो उठेर खाना बनाउनु छ नि त, त्यही कारण चाहिँ छिटो उठेँ है। म चाहिँ अहिले बेडमै छु। अब मलाई उठेर चाहिँ खानापिनापट्टि लाग्नुपर्छ हो, चिया बनाउनुपर्छ, अन्त धेरै कामहरू पनि छ आज मेरो। अन्त म चाहिँ सोचेको थिएँ आज त छिटो ड्युटी रहेछ, त्यही कारण छिटो खाना बनाइदिन्छु। अझै मेरो लुगा धुने काम छ, भोलिदेखिको चाहिँ म भिडियोहरू एडिट गर्छु, किनकि मैले एउटा भिडियो अपलोड गरेको छुइनँ हो। घुमेको त्यो माथि गएको उता गएको जम्मू गएको त झन् एउटा मात्रै हालिरहेको छु, केही हालेको छुइनँ न फेसबुकमा न युट्युबमा। त्यही कारण चाहिँ मैले टाइम दिनु सकेको छुइनँ भने चाहिँ पहिला घरको काम गरिहाल्छु, त्यहाँबाट चाहिँ म टाइम दिनु सक्छु भनेर चाहिँ मैले केही गरेको छुइनँ। त्यही कारण चाहिँ म डेली लुगा धुवाइ हुँदैछ, अस्ति हिजो आज पनि धुन्छु भनेर सोचिरहेको थियो। अन्त र पनि म चाहिँ छिटो उठेँ, 10 बजी ड्युटी भनेर खाना बनाउनुको लागि 9 बजी नै उठिहालेँ गाइस हो। 9 त बजेको छैन, अहिले त 9 बज्दैछ होइन। अन्त 8:30तिर बिम्जिहालेँ। त्यहाँ चाहिँ खाना बनाउँछु भनेर वासरुम गएर मुखसुखहरू धोएर आउँदै थिएन, त्यहाँबाट उसले मलाई भन्दैछ कि छुट्टी हो भन्छ गाइस। मलाई चाहिँ जुटुक्क बोकेर त्यो त मिस भयो, तपाईँलाई मैले भिडियो बनाउनु पाइनँ। जुटुक्कै बोकेर त उसले मलाई त ओछ्यानमा ल्यायो हो। त्यहाँबाट चाहिँ छुट्टी हो, अन्त आज त घुमाउनु लान्छु तिमीलाई म भन्दैछ। किन भन्दाखेरि चाहिँ आज के हो भनेर चाहिँ तपाईँहरूले अरे कहना क्या चाहते हो भन्नुहुँदै होला। मैले तपाईँहरूलाई भन्दैछु आज चाहिँ के हो होइन। अन्त चाहिँ हो तपाईँलाई म भनिदिइहाल्छु गाइस, वेट गर्न सक्दैन कि आजको दिन हो, मलाई माथि घरबाट भगाएर ल्याएको दिन हो। अन्त त्यही भएर चाहिँ मलाई घुमाउनु लान्छु भन्दैछ हो कि होइन थाहा छैन। ऊ वासरुम गइरहेछ, वासरुमबाट आउँदाखेरि चाहिँ ओछ्यान पनि मिलाएर चिया बनाउँदै गरेको हुनुपर्छ, छिटो जानुपर्छ भन्दैछ नि त। अन्त तिमीलाई त ड्युटी 10 बजी हो भनेको थिएँ नि त मैले। अन्त भन्दैछ कि बिहान अरू बेला त छुट्टीको दिन हामी ढिलो उठ्छ, ढिलो निस्किन्छ, कहीँ जाँदाखेरि टाइम हुँदैन, त्यही कारण चाहिँ मैले तिमीलाई नबताएको। त्यही कारण छिटो निस्किनुको लागि चाहिँ मैले ड्युटी छ भनेको, तिमी उठेर खाना बनाउनुपट्टि लाग्छौ भनेर भन्दैछ। तर हो कि होइन गाइस, म तपाईँहरूलाई बादमा पठाउने छु। वासरुम गइरहेको छ, फटाफटी म ओछ्यानहरू मिलाउँछु। अन्त उता 1-2वटा भाँडा छ, भाँडा धोएर चियाहरू बनाएर म तपाईँहरूलाई बादमा भेट्नेछु हो। अन्त के हुन्छ जान्छ जाँदैन त्यो पनि म तपाईँहरूलाई बादमा पठाउने छु है। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती। A few moments later. फाइनली गाइस म चाहिँ रेडी भएँ हो, साँच्चै नै जाने नै रहेछ। अन्त म चाहिँ रेडी भइसकेँ। अन्त म पनि रेडी भएर चाहिँ वासरुम गइरहेको छ होइन। पुरा भोक लाग्यो नि त, किनकि पुरा टाइम भयो। 9:30 बजीदेखि उयो गर्नु खोजेको जानेमा, त्यहाँबाट नुहाउनु पस्यो, नुहाउँदा ओर्दा अहिले न 12 बज्नु आँटेको छ। म भोक लागेर चाहिँ केरा खाँदैछु म चाहिँ। यहाँ तपाईँलाई म बाटोमा भेट्छु है। जहिले पनि हाम्रो निस्किँदाखेरि चाहिँ 12 बज्छ, 12-9 बजीको चाहिँ कुनै दिन छैन। निस्किनुभन्दा हेर्नु न बाटो म पनि कति दिन बाद निस्केको कि। अब दार्जिलिङको रोड हेर्नुहोस् त कस्तो दामी भएको छ अरे, दामी खतरनाक भएको छ। यो बाटोहरू बन्द भयो अरे। ए यो बाटो बन्द भएछ, यताबाट जान्थ्यो नि दार्जिलिङ मोड, यो त बन्द भएछ हो। अब तपाईँको यताबाट बाटो यहाँबाट पो जानु पर्दो रहेछ, मल्लगुडी भएर जानु पर्दो रहेछ हो। अन्त यति बिना माथिको बाटो बन्द भएर चाहिँ मुनिपट्टिबाट जानु पर्दो रहेछ। अहिले म त ननिस्केको धेरै दिन भएको थियो नि त। जब उताबाट घुमेर आएको दिनको मन्दिरहरू दर्शन गरेर आएको दिनको म निस्केको थिइनँ। यति बिना जाम चाहिँ कहिले चाहिँ नहुने होला र होइन गाइस, तपाईँहरू पनि भन्नुहोस् है। यहाँ सिलगढीको चाहिँ यति बिना चाहिँ हुन्छ जाम चाहिँ। अन्त अहिले चाहिँ हामी निस्के, अब कता जाने हो के हो त्यो त मलाई पनि त्यस्तो आइडिया छैन। उसले नै लाँदैछ मलाई त। कहाँ जाने अरे बेबी? सरप्राइज छ। गर्मी चढेछ है, अब चाहिँ पुरा गरम हुनु थालेछ। दिनमा त झन् अब यो ठन्डा महिना त त्यस्तो
गाइस यहाँ भ्यू यस्तो दामी देख्दै रहेछ कि उसले त सुइया लग्यो अन्त देखाउनै पाइनँ तपाईँहरूलाई मैले फेरि ब्याक गर्दैछ यस्तो स्पिड कुदाउँछ अन्त केही क्याप्चर गर्नै पाउँदिनँ मलाई भ्यूहरू यहाँ हेर्नुहोस् न सबैबाट जङ्गल देख्दो रहेछ हौ है सोच न सुकनाको जङ्गल कस्तो ठुलो छ यो त सबै सुकनाको जङ्गल रहेछ सोच्नु त कस्तो ठुलो चाहिँ होला हेर्नुहोस् सुकना रेन फरेस्ट अलिक अगाडि पुगेदेखिले ब्याक गरेर ल्याएँ तपाईँहरूलाई मैले यो भ्यू देखाउनुको लागि जङ्गल सुकनाको जङ्गल यति ठुलो रहेछ भनेर अब सुकनाकै जङ्गल भएपछि त मलाई थाहा पनि छैन गाइस सिपकोला चाहिँ यो बाटो हो अन्त हामी चाहिँ यस्तो टर्न भएर आए यहाँबाट सोनादाहरू जाँदो रहेछ है यो बाटो भएर अब मलाई त्यस्तो थाहा छैन त बोर्डमा देख्दैछु खरसाङ दार्जिलिङ यो जाने है यो बाटो म फर्स्ट टाइम हिँडेको छु यति नै हो फर्स्ट टाइमै आएको छु गाइस यो बाटो तिमीलाई भोक लागेको छैन केरा खायो नि त हामीले याद छ म चाहिँ 2टा केरा खाइदिएको भनौँ न त्योमा चाहिँ चिसो लागिरहेको छ भेजबाट आएको जस्तो भएर जिउ दुखेर दबाई खाएर हिँडिरहेको छु म चाहिँ अब आज चाहिँ निस्केको कारण चाहिँ बिचारा मेरो बुढाले यस्तो मेहनत गरेर छुट्टी दिएको रहेछ अन्त कोर्स को जान्छ भने को जान्छ भयो भन्दैछु को जाँदैन त्यही कारण चाहिँ म जस्तो सस्तो गरेर पनि उठेर चाहिँ निस्केको अब यस्तो मेहनत गरेर आज स्पेसियल गर्नुको लागि चाहिँ उसले मलाई छुट्टी लिएर अब घुमाउनुको लागि गरेँ अफ कस्तो धुलो उडेको आजकै दिनमा चाहिँ उसले मलाई भगाएर ल्याएको कति बजी पो ल्याएको थियो 4 बजीतिर है कस्तो धुलो उड्यो 4 बजीतिर चाहिँ गाइस मलाई उसले भगाएर आजको दिनमा ल्याएको थियो त्यही भएर चाहिँ उसले आज छुट्टी दिएको रहेछ मलाई त थाहा पनि थिएन बिहान भन्यो हो नभए त म पनि केही सरप्राइज गर्नु सक्थेँ होला नि अब उसले मलाई दिएन केही भनेन त्यही कारण सरप्राइज चाहिँ भएन म पनि अन्त म त झन् आज लुगा धुन्छु भन्दै थिएँ अझै सक्यो भने चाहिँ धुन्छु भन्दै थिएँ तर म आज सक्दिनँ थिएँ मैले उसलाई उसको फ्यामिलीबाट चोरिकन ल्याएको सुन्नुहुन्थ्यो होला है के भन्दैछु ले कहाँ थिएँ कहाँ ल्याइ पुऱ्यायो मलाई मेरै लागि आएको रहेछ नि त सिलगढी मेरै लागि आएको थियो रहेछ हो त्यो भएर थ्याङ्क यू आउनुको लागि सिलगढी हो अकेला बिचारा केटाको लाइफमा आइपुग्यो अहिले मेरो बुढी सुन्नुहुन्थ्यो होला है गाइस के यो घर चाहिँ सबैको भिडियोमा देख्नु हुन्छ सबैको किन यो घरले चाहिँ चिन्छ कि रङसँग आइपुग्यो सबकोमा हुन्छ मेरो भिडियोमा चाहिँ भएन होला गाइस अहिले चाहिँ हामी यहाँ रङटङ तल देख्नुहुन्छ झुला बनाइदिएको छ अहिले चाहिँ हामी यहाँ चाहिँ एन्ट्री रहेछ हो यो चाहिँ रङटङको पार्क अरे हो तर अहिले के बन्द गराइदिएको रहेछ त्यही कारण तपाईँहरूलाई अब देखाउनै पाइनँ मैले तिमीलाई त त्यही कारण लगाएर आउनु मानेकै थिएन उता ज्याकेट लगाउनुको लागि त्यहाँबाट मैले उसलाई ज्याकेट लगाइहालेँ त्यसरी पनि फोटो ज्याकेट लगाउनु आएन अनि यही लगाएर निस्क्यो हेर्नु न डुकहरू बेच्दो रहेछ अचार खानु अहिले आउँदैन छुर्पीको अचार हो गुन्द्रुकको झोल भात आमाको हातको खाना मिस गर्दैछु मेरो आमा मेरो सासू सुन्नु हुँदै होला है तपाईँहरूले गुन्द्रुकको झोल अचार मेन हो नि त्यहाँदेखि त्यो के भन्छ त दार्जिलिङको ठुल्ठुलो काँक्रा भात त खत्रै आइदिन्थ्यो दार्जिलिङको ठुल्ठुलो काँक्रा त्यो जोडा हाम्रो घरतिर हुन्छ नि काँक्रा हौ त्यो मिठो हुन्छ त्यो सानो सानो काँक्रा हुन्छ नि गाउँमा यत्र ठुलो छिपेको हुन्छ गुन्द्रुकको झोल भन्ने शब्द छ अर्कै चाहिन्छ मलाई त्यहाँ फेमस त्यो होटेलमा म खकाली खान सक्छु अहिले हामी यहाँ पुग्छु माथि पुग्छु अरे हामी
लभ तिनधारे लेखेको पर देख्नुहुन्छ यहाँ पुग्छु हामी यहाँ अब यत्रो टाढो जानु छ हामीलाई तपाईँहरूको त्यसो त्यही पुगेर देखाउँछु हेर्नुहोस् न ट्रेन जाँदो रहेछ वाउ हामी आइपुगे आई लभ तिनधारे यहाँ देख्नुहुँदै होला ट्रेन जाँदैछ हो म यस्तो स्पिड भगाउनु लगाएँ कि उसलाई यहाँबाट तपाईँहरूलाई म भ्यू देखाउँछु है कस्तो लाग्यो यहाँ देख्नुहुँदैछ वाउ चेक गर्नुहोस् गाइज भ्यू यहाँ छ तपाईँको आई लभ तिनधारे गाडी आयो भने भन है ल कहाँ आई लभ रहेछ वी लभ तिनधारे पो लेखेको रहेछ त यहाँ देख्नुहुँदैछ है तर यहाँ फोटो खिच्नु हुँदो रहेछ कि म बादमा जहाँ गएर खिच्नेछु यहाँ फर्स्ट टाइम आएको म चाहिँ तिनधारे चाहिँ कुछ यस्तो रहेछ हो हामीले चाहिँ यहाँ फोटो पनि खिचिहालेँ यहाँ हेर्नुहोस् गाइस यो चाहिँ स्कुल अरे हो अन्त यहाँबाट भ्यू हेर्नुहोस् न कस्तो मजाको देखेको हो यहाँ मुनि रोड अघि हामी त्यो मुनिबाट आएको अब चाहिँ तर्छ नि बेबी के आयो भन्दा त वा कच्ची कच्ची कति भाग्यो पो होला साउन्ड सुनेर त गाडीको कस्तो मजाको देखेको कति 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 सिधा आयो उडेर फोन भिडियो अन्छ फेरि मेरो बुढी के पोस्यो आमा सत्य पोस्यो आमा सत्य चाहिँ पोस्यो यो देखाउ त के हो हेला डाला ना देख्यो ल चल म उयो गरिदिन्छु ल देख्दा ग्लोभ्स पनि मेरो हातमा हेर्नुहोस् न यहाँ सत्तै झन्न बे कानभित्र चाहिँ पसेन झिर भयो कि त्रिङ्गै भयो नि म त कहाँबाट आइपुग्नु भयो दाजु त्यो ग्लास अन थियो नि त खुल्लै निकाल्थ्यो निक्ल्यो कि निक्लेन हौ त्यहीँ होला है होइन निक्ल्यो कानमा पस्छ देखिन त अन्त निक्लेको यहाँ त जग्गै त छैन ल त्यो पक्कै सो गाइस त्यही कारण चाहिँ ऐना लगाउनु पर्छ हो त्यही कारण चाहिँ ऐना लगाएर हिँड्थेँ कि अब त्यो भिडियो बनाउने चक्करमा त्यो बोल्यो भने सुन्दैन नि त गाइस यहाँ लेखेको रहेछ यो वे टु गिद्ध पावर है यताबाट रहेछ जाने चाहिँ हामी चाहिँ यतापट्टि आइपुग्यो हो झन् यहाँ बोर्ड चाहिँ लगाइदिएको रहेछ यो उकालो त होला वे टु गिद्ध पावर कता साइड हो उकालो हो कि ओह्रालो ए उकालो हो कि यता हो सुन्नु अङ्कल गिद्धे पाहाडको यतै है यतै हो यतै हेर्ने गिद्ध म त झन् पुरै फर्स्ट टाइमै आएको सबै जग्गा है त्यहाँ बोर्ड त हालिदिएको थियो भनेर नभन्दा हामी सुम्म जाँदै थियो है यहाँ चाहिँ अलिकति अफरोड रहेछ है अलिकति बिग्रेको स्कुल रहेछ स्कुल पो आइपुग्यो त हामी त यो होइन माथि बाटो रहेछ नि त यहाँ माथि बाटो रहेछ कि हामीले सोचे अहिले चाहिँ फाइनली आलु मिमी पाएँ हामीले यहाँ दोकानमा हो अब यो आलु मिमी खाने त्यहाँबाट चाहिँ हामी फेरि जान्छौँ कि यस्तो चिसो रहेछ कि यति पनि नलगाइ आउनेवाला थियो हामी त झन् लगाएँ अन्त अलिकति भए पनि चिसो चाहिँ ठेकिँदैछ हो र पनि अब तपाईँबाट म त्यहाँ खाएको आलु मिमी कस्तो रहेछ भने देखाउँछु सोध न अङ्कललाई दादालाई दादा यहाँबाट कर्सिङ अब कति टाइम लाग्छ कर्सिङ तपाईँको त्यही 8-10 मिनट लाग्छ ए हजुर यहाँबाट सिधै गिद्धे पोइन्ट भ्यू पोइन्ट छ हो हजुर हजुर गिद्धे भ्यू पोइन्ट निस्किन्छ तपाईँको 5 मिनटमा निस्किन्छ गिद्धे भ्यू पोइन्ट हो हजुर त्यहाँबाट मोटामोटी 5 मिनटै छ कर्सिङ हुन्छ वाउ हेर्नुहोस् गाइस सेलरोटी त अस्ति माथि खाएको थियो नि है हामीले खाउँदा कस्तो छ हुन्छ पनि खान्छ ल आएर सेलरोटी खाँदैछ नि त आलु मिमी बनाइदिन्छ दाले हो चाखेर तपाईँलाई भन्छु ल कस्तो ल हुन्छ कस्तो टेस्टी रहेछ है टेस्टी हुँदैछ आलु पनि दिनुभयो साइडमा रोटी सिधा खाने गाइस यहाँ देख्नु सक्नुहुन्छ है हाम्रो चाहिँ यहाँ आलु आयो है अन्त यहाँ मिमी पनि आयो हो अब चाहिँ हामी आलु मिमी खान आँटेको है आलु मिमी पनि खाएँ यहाँ रहेछ
दोकान हो यहाँ हेर्न सक्नुहुन्छ यहाँ रोडकै छेउमा छ यस्तो यस्तो मिठो पाउँदो रहेछ हो हामी चाहिँ खाइपिई गरेँ अब चाहिँ हामी गएको किनकि अब यहाँबाट त 5 मिनट छ अरे है गिद्धे पहाड आउनुको लागि 5 मिनट अन्त खरसाङ जानुको लागि त्यहाँबाट फेरि 5 मिनट त्यसो भए टोटल 10 मिनट्स रहेछ खरसाङ पुग्नुको लागि चाहिँ यहाँबाट चाहिँ कस्तो मिठो हो है आलु A few moments later. गिद्धे पहाड भन्ने चाहिँ सायद हामी आइपुग्यो यहाँ रोकेको यहाँ चाहिँ सब चियापत्तीको बगान रहेछ नि हो कस्तो लाग्यो तिमीलाई दामी 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 लाग्यो यो छुट सरेको त्यता उता बिस्तारै जान्छु ए हामी कहाँबाट आएको त्यहाँबाट आएको होला हामी उयो चाहिँ रोहिणीको बाटो यो देख्नुहुँदैछ गाइस मजा आयो मजाको है सुकुन रहेछ यहाँ पिसफुल जग्गा रहेछ हौ अब यो डर पो लाग्यो यहाँ हेर्नु न ऊ यहाँ माथि पनि रहेछ अझै के है ऊ पर डाँडा जाने कहाँ जान्छु त्यत्रो नजाने किन नो अन्त यहाँ त गिद्धे पहाड घुम्न गएन तिमी घुमे त अब उता एभेन यस्तो छ त हाम्रो उता यति जाउँ भन्छ मेन जग्गा हो त्यहाँबाट पहाड देख्दैन ओह्रालो डर लाग्यो अलिक साइड बेबी हामी आफ्नो डेस्टिनेसन पुगेको छैन यहाँ हेर्नुहोस् न दामी है डेस्टिनी नपुग्ने हामी कहाँ जाने हेभेन भ्याली कहाँ हो अब यहाँबाट यो माथि खरसाङ खरसाङमा छ हेभेन भ्याली खरसाङदेखि अलिक माथि त तिमी भन्थ्यौ म अलिक अरू ज्याकेट लगाउँथे अहिले चाहिँ हामी यहाँबाट फोटोहरू पनि खिच्यो अलिअलि किनकि म यहाँ जाउँ भनेको थिएँ मानेन हाम्रो यहाँ चाहिँ छ अरे आई लभ खरसाङ देख्नुहोस् 1 पहाड 2 3 त्यही छ अरे आई लभ खरसाङ लिएको चाहिँ अन्त अब चाहिँ फर्केको फेरि यहाँबाट माथि जाने नि त मेन जग्गा वाइ अफकोर्स म नआएर को आउँछ तिमी आफै भन कस्तो फोटोहरू खिच्छु है कस्तो बसिरहनु मन लागेको त्यहाँ मलाई बुझ्यौ नि बेबी त्यहाँ मलाई नि बसिरहनु मन लागेको तिमीलाई पिसफुल जग्गा है एकदमै शान्ति जग्गा रहेछ यहीँ बसिरहौँ क्या यस्तो मजाले फेरि घाम लागिरहेछ कि त्यही भएर बसिरहनु मन लाग्यो चिसो रहेछ नि त नभए त यता त अब हामीलाई माथि जानु छ फेरि बाटो हेर्नुहोस् न यस्तो छ यहाँबाट हिँड्नु पर्दो रहेछ क्या यता भएर जानु पर्दो रहेछ तारबाट नाङ्गौँ भन्दा सक्दैन रहेछ त्यही भएर के यही बिस्तारै आऊ ल म त सुल्किन्छु ल बिस्तारै हिँड्नुपर्छ कि हा म त आइपुगेँ आउँछु पक्रिम बिस्तारै पाइला राख बिस्तारै लड्छ नि फेरि बाबा गिद्धे पहाड अब चाहिँ हामी जाँदैछु कालो कपाललाई माथि पुगेर देखाउँछु र पुरा चिसो गिद्धे भ्यू पोइन्ट बोर्डमा देखिरहेको रहेछ जाने जाउँ न ड्रेस पनि लाउनु पाउने रहेछ ड्रेस यहाँ रहेछ गिद्धे भ्यू पोइन्ट देख्नुहुँदैछ होला लगाउँछौ सोधौँ न ल सोधौँ न माथि देख्नुहुँदैछ कति मजाको जग्गा हो वाउ नाइस ए यो लाउनु यस ल ल कुकुर छ हेर यहाँ रहेछ नि त नि आउँथ्यो हेर त यो बढे यो भन न यो ल फर्स्ट सेकेन्ड है सेकेन्डको फोटो एकजना आएको गाइस यहाँ हेर्नुहोस् होला मैले चाहिँ के लगाइरहेको छु
कहिलेदेखि इच्छा फाइनली पुरा चलो म यहाँ माई भित्र ब्याग गड कस्तो देख्दैछ तपाईँहरू कमेन्ट गरेर भन्नुहोस् होला है मैले चाहिँ फर्स्ट टाइम आफ्नो ट्रेडिसनल ड्रेस लगाइरहेको छु हो यो चाहिँ गुरुङनी ड्रेस अरे गुरुङ अन्त कस्तो देख्दैछ तपाईँहरू कमेन्ट गरेर भनिदिनुहोस् होला है यो चाहिँ नथी शिरबन्दी अन्त कानको अन्त यो चाहिँ यसलाई के भन्छ आई डोन्ट नो तपाईँहरू कमेन्ट गरेर भन्नुहोस् होला किनकि मलाई थाहा छैन अन्त यो येल्लो पोते अन्त यो चाहिँ तपाईँको छड्के तिलरी अम्बो यत्रो भारी रहेछ देखाइदिउँ न अलिक यस्तो गरेर अलिक परबाट यो पुलै खिच्दै मेरो चाहिँ फोटोहरू कस्तो देख्दैछ फोटो खिचिहाल्यो फोटो चाहिँ यहाँ खिचिदिँदैन रहेछ नि त खालि ड्रेस मात्रै रहेछ अन्त यो ड्रेसको चाहिँ 100 रुपिसहरू यो लगाएर अब फोटो खिचिदिँदैन रहेन रहेछ आफै फोटो खिच्नु पर्दो रहेछ अन्त मेरो चाहिँ बुढाले 1-2वटा फोटो खिचिदिएको छ के कसो निस्केको छ हो त्यो त म बादमै हेरेर तपाईँहरूलाई म देखाउने छु भन्छु होइन अन्त म चाहिँ अब माथि जानुपर्छ त्यही कारण अब यो एउटा फोटो चाहिँ तल 2जनासँगै खिचिमाग्छु त्यहाँबाट चाहिँ अब हामी जान्छु यो खोल्छु हो अन्त यसको चाहिँ 100 रुपिस अरे तपाईँहरू पनि यहाँ गिद्धे भ्यू पोइन्ट हेर्नु आउनुभयो भने तपाईँहरूले यहाँ ड्रेस पाउनुहुन्छ है 100 रुपिस गरेर रहेछ पर पर्सनको तपाईँहरू लगाएर फोटो खिच्नु सक्नुहुन्छ हो अन्त आफ्नै फोनबाट होइन त्यही भएर चाहिँ म तपाईँहरूलाई बादमा भेट्नेछु है गाइस